जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढकाउन पुग्यो त्यतिखेर तपाईहरुलाई संविधानको याद आयो। संविधानमा धेरै प्रश्नहरू छन्, संविधानलाई सुधार गर्नुपर्ने धेरै कुराहरू छन्। हो, संविधान चलाउनै नहुने दस्तावेज होइन, बेला बेलामा त्यसलाई परिमार्जन गर्नुपर्छ, त्यो बेला बेलामा त्यसलाई हेर्नुपर्छ, सच्याउनु पनि पर्छ होला। तर कुन अवस्थामा? यो अवस्थामा, अहिलेको अवस्थामा देशमा कुन संकटकाल लागेको छ सभामुख महोदय? देशमाथि कहीँबाट कतै हमला भएको थियो कि देशमाथि कुनै प्राकृतिक विपत्ति परेको थियो कि देशमा संविधान निर्माण गर्नुपर्ने थियो कि देशमा कुनै अन्य किसिमका विभिन्न चुनौतीहरूले सामना गर्नुपर्ने अवस्था आएको थियो? केही पनि आएको थिएन सभामुख महोदय। हामीले बुझ्दा, हामीले थाहा पाउँदा आएको भए त्यो के हो कहीँ कतै देख्न सुन्न नपाएपछि मलाई लाग्छ आएको थिएन। बस संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको त्यो सहमति पत्र आएपछि खुल्ला। तर आजको दिनमा संविधान जोगाउनका लागि यो सहमति भएको भन्ने कुरा कम्तीमा म, मेरो पार्टी र हामी यसलाई स्वीकार गर्न तयार छैनौं। त्यसैले यो सँगसँगै मध्यरातमा जब सहमति भएको थाहा भयो त्यस पछाडि साथीहरूले सहमति के भएको भन्ने थाहा छैन। अब राति भएको सहमति भोलिपल्ट राति फेरि बैठक भयो सहमति तोडियो भन्ने हो कि के हो त्यो पनि टुङ्गो छैन। तर त्यसबीचमा खोइ राजीनामा दिएको, खोइ राजीनामा दिएको, किन राजीनामा नदिएको, किन टाँसिएको, किन पदलोलुप भएको भन्ने आरोप रासोपालाई लाग्यो, हामीलाई लाग्यो। सम्माननीय सभामुख महोदय, देशमा बाढी पहिरो गइरहेको छ, जनता आपद विपदमा परेका छन्। बिहान उठ्दा मध्यरातमा दुई ठूला दलहरूले सहमति गरेको खबर आउँछ। के सहमति गर्यो यसलाई जनतालाई थाहा छैन। हिजोसम्म सबै ठिकै थियो भन्ने बुझिएको थियो। देशमा कुनै आपद अप्ठ्यारो त्यस्तो परिस्थिति परेको कहीँ कतै देख्दा पनि देखिँदैन। तर त्यस्तो अवस्थामा मुलुकको जिम्मेवारी लिनुपर्ने अवस्थामा बसेको बेलामा सहमतिका बारेमा कुनै जानकारी प्राप्त नभएको अवस्थामा अन्योलका बीचमा के हामीले राजनीतिक इमान छोड्दै अब हो सहमति बिग्रिएछ, दुईटा ठूला दलले सहमति गरे, अब तिनको सरकार बन्छ, के कतै कहीँ मन्त्री पो पाइन्छ कि कुनै ठाउँ पाइन्छ कि भनेर भागेर दौडेर जाने हो कि यही बसेर जनता बचाउने काम गर्ने हो? अपरिपक्वताको ट्याग लागेका, केटाकेटीपना भएको ट्याग लागेका हामीलाई इतिहासले कसरी मूल्याङ्कन गर्छ थाहा छैन सभामुख महोदय। तर यो परिस्थितिमा देशमा विपद परेका बेला, देशमा प्राकृतिक विपत्ति परेका बेला कुनै जानकारी बगैर मध्यरातमा भएको सहमतिमा हतार गरेर राजीनामा दिएर जिम्मेवारीबाट भाग्नु भन्दा पनि अन्तिम समयसम्म आफूले राजनीतिक रूपमा गरेको प्रतिबद्धताको पक्षमा डटेर उभिने निर्णय रासोपाले गर्यो। त्यही निर्णय स्वरूप आज हामी उपस्थित भएका